सो साथीहरू यात्रा जारी होइन अनि एउटा अर्को कुरो भन्न चाहे तपाईलाई म चाहिँ यहाँ खासमा आज पहिला डेट भनिदिउँ 2082 साल 3 महिना 17 गते हो 15 गते चाहिँ म गोसाइँकुण्ड गएको हो। गोसाइँकुण्ड भन्ने पनि यतै एउटा धार्मिक स्थल हो हैन, रसुवा जिल्लामा पर्छ। त्यसको लागि तपाईले धुन्चे बजारमा आउनुपर्ने हुन्छ। त्यहाँदेखि तपाईको ट्रेकिङ स्टार्ट हुन्छ। 15 गते धुन्चे गएर हामीले दुईजना काठमाडौँदेखि आएको थिए साथीहरू। अनि 15 गते धुन्चेबाट 1 बजेबाट हिँडेर हामी चन्दनबारी भन्ने ठाउँमा जे होस् पहिलो गोसाइँकुण्डको ट्रेकको पहिलो रात बिताएको थियौँ। 1 बजे हिँडेर हामी चन्दनबारी भन्ने ठाउँमा चाहिँ लगभग 7 बजेतिर 7:30 बजेतिर यस्तै गएको थियौँ। र दोस्रो दिन चाहिँ 5 बजे उठेको थियौँ। 5 बजे उठेर चाहिँ अनि 5 बजे उठेर चाहिँ चिया खाएर चिया पिएर 6 बजे गोसाइँकुण्डको लागि निस्केको थियौँ। र 11:25 मा हामी चाहिँ 16 गतेको 11:25 बिहानको टाइममा चाहिँ हामी गोसाइँकुण्डमा पुगेको थियौँ। त्यहाँदेखि अनि फेरि हामी नुहाइधुवाइ गरेर यसो पूजापाठ गरेर साथीहरूले हामी अनि यस धुन्चेमै जुन होटेलमा हामी 15 गतेको राति रुकेको थियौँ त्यही होटेलमा हामी चाहिँ 16 गते फर्केर आइपुग्यौँ धुन्चेमा। अनि त्यहाँदेखि चाहिँ हामी फेरि त्यो रात 16 गतेको रात काटेर अनि 17 गते चाहिँ हामी तल धुन्चेमै हामी फर्केको थियौँ। धुन्चेमा दुईजना साथीहरू चाहिँ